मेरो पालो अब यसरी रोइ काटेर अब यसरी फालिदिनु रिस उठ्ने बोगटीकी चेली हो बोगटीकी चेली दुबो गाउँठी लगाएको छु साथीहरू बास्न मखमगाउने बासमती जित्छ साथीहरू बासमती कता के सर्पो सर्पो आउने हो कि यस्तो अँध्यारो हो सुँगुरको मासुमा पल्केर तामाङनी दिएर ठोकेर हेलो साथीहरू तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा साथीहरू म चाहिँ आज दिउँसोको खाजा खाएर चाहिँ म आज खेतबारी जाने छु किनभनेदेखि यस्तो गर्मी छन् कि साथीहरू यो गर्मीले मेरो धान त क्याक्र्याक्क भएको छ के साथीहरू म पानी पनि लाउन जानु छ प्लस अनि फेरि मैले तपाईहरुलाई त्यो धानबारी गोरेको भिडियो बाहेक अरु भिडियो हालेको छैन नि त मेरो धानबारीको त्यसैले मेरो धानबारी चाहिँ कस्तो भछ मेरो धानको बाला चाहिँ कस्तो भछ राम्रो भछ कि भछैन भनेर चाहिँ म तपाईहरुलाई आज देखाउने छु तपाईहरु अनि फेरि चाहिँ पानी पनि लाउनु छ नि त साथीहरु किनकि यस्तो गर्मी छ यो हाम्रो कञ्चनपुरमा आज लगाई भोलि नै जमिन सुक्ने कि त्यही भएर चाहिँ म पानी पनि लाउनु छ साथीहरु आज चाहिँ म फेरि पनि तपाईहरुलाई मेरो खेतबारी मेरो धानबारी भिजिट गर्ने छु साथीहरु यस्तो गर्मी छ नि साथीहरु ओ माय गॉड A few moments later साथीहरु म चाहिँ जाँदै छु है यस्तो गर्मी सन्तनाको घाम यस्तो अलिअलि चुन्नीले नि सोध्नु पर्छ यो साथीहरु अब खेतबारी पुगिसक्यो उतातिर चाहिँ गफ गर्दै बसिरहनु भएको छ धानबारी यतिको भयो साथीहरु धानबारी घाँस काटेर के छैन कुनै पाके कुनै काचै छ के हो के साथीहरु यस्तो मेरो धान यो चाहिँ पाकिसक्यो है मस्त आच्छाले किन भयो नि है साथीहरु मेहनतको फल खेर त किन म जान दिन्थे र साथीहरु यत्रो मेहनत गरेको छु नि त पाइप यस्तो अलरेडी पाइप फिजाकै छ अब यतातिर फिजाउने बाँकी छ पानी लाउँछ साथीहरु किनकि अब रात पर्छ नि त टाइम लाग्छ के नहे नि 2-3 घण्टा जति लाग्छ के त्यतिखेरसम्म त रात पर्छ यस्तो दामी भछ नि अझै पाक्न बाँकी नै छ त्यो माथिसम्म यता पाइप छ यो पाइपलाई अब म फिजाउँछु ल साथीहरु साथीहरु आधा पाइप चाहिँ अलरेडी फिजाकै थियो हिजो अस्ति पानी लाउँदाखेरि चाहिँ अनि फेरि आधी चाहिँ फिजाइसके साथीहरु देख्न सक्नुहुन्छ यहाँदेखि उ पर माथिसम्म अब चाहिँ म चाहिँ समरसेल चलाउन जान्छु किनकि अब पानी लाउनु पर्यो नि त त्यहाँ भन्नु पर्यो त्यहाँ बहिनी छ के पानी लाउने बहिनी उसले चाहिँ त्यहाँ मोटर खोलिदिन्छ मलाई चाहिँ खासै आउँदैन के त्यो मोटर खोल्न डर लाग्छ के उ आफैले खोलिहाल्छ म चाहिँ भनिदिन्छु मोटर चलाइदिनु बहिनी भनेर र साथीहरु म चाहिँ त्यहाँ मोटर चलाऊ भनेर चाहिँ भन्न जान्छु ल बहिनी मोटर चलाइदिनुस् आउनु बत्ती आहा कि आएन रातो त देखा हैन त ए आ धन्न बत्ती रहेछ हाम्रो यता चाहिँ यस्तो हुन्छ है साथीहरु तपाईहरुको त्यता कस्तो हुन्छ समरसेल भनिन्छ यहाँलाई त ड्याङ ड्याङ करेन्ट डरो लाग्छ साथीहरु यस्तो अनि पानी चाहिँ हो यता र गललललललल जाने
चलाइदियो भने मलाई डर लाग्छ अब यता खुल्लियो पानी पनि आएको लाग्छ यस्तरीबाट अब यस्तरी साह्रो पानी टाढा छ नि साथीहरू कति टाढा हो यस्तो छ ल हामी चाहिँ गए हजुर अब धान अब यो महिनाको लास्टतिर पाक्छ यस्तरी भयो के कुनै कुनै यो भित्र चाहिँ किरा लागेर चाहिँ यस्तरी भएको रहेछ अनि हामीले चाहिँ त्यस्तो खासै थाहा पाएन नि त साथीहरू पहिलोचोटि चैते धान लगाएको त्यस्तो नलेज भएन नि त यो धानबारीमा धानमा के लाउनु पर्ने के हाल्नु पर्ने त्यस्तो खासै नलेज भएन अनि हामीले नेटमा सर्च गर्दा चाहिँ यो पहिले यो गुबामा के हो यस्तोमा चाहिँ किरा लागेर चाहिँ अहिले यो धान फुल्दाखेरि चाहिँ यसरी यो सुकेको भनेर देखाए कि त्यसैले साथीहरू आफूले कुनै कुराको ज्ञान छैन भने त्यो कुरा चाहिँ एउटा रिस्कमा गरे मात्रै रहेछ नभए त गाह्रै रहेछ धन्न यतिको त भयो कि साथीहरू राम्रो भयो यतिको चाहिँ यस्तो राम्रो भयो चाहिँ मलाई एकदम खुसी लाग्यो कि किनभनेदेखि यहाँ त्यो धान गोड्दाखेरि चाहिँ प्राय यता छिमेकीहरूले यो धान कामै लाग्दैन है काटेर काट्देऊ भनेर यताउति भन्थ्यो मलाई यस्तो टेन्सन हुन्थ्यो कि त्यतिखेर यामा साँच्चै काम नलाग्ने हो कि के हो यो धान सबैले त्यस्तै भन्छ भनेर मलाई कस्तो टेन्सन भएको थियो धन्न मलाई गडले चाहिँ यतिको चाहिँ धान फलाइदिनु भयो कि थ्याङ्क यू गड भन्न चाहन्छु म गडलाई पनि कस्तो राम्रो भयो कि कुनै रे साथीहरू यस्तो बास्न हरहरी आहा नि यो मासुसँग खसीको मासुसँग चप्पा खाँदा कस्तो होला यस्तो लामो धान बास्न मखमगाउने बासमती जित्छ साथीहरू बासमती तपाईहरुलाई पनि अलिअलि खानालाई दिन्छु नि ल यसरी अब कुरा मात्रै कति गर्नु है साथीहरू पहिले यतातिर चाहिँ पानी लाग्छ कि पछि यहाँ चाहिँ यो चाहिँ घुमाउनलाई चाहिँ गाह्रो हुन्छ कि म देखाउँछु है एकैछिन यसरी पठाउनु पर्छ यो समरसेलको पानी यति मिठो हुन्छ नि म यही पानी हो पिउने यस्तो भएछ कि मेरो जो दिनमा काट्दियो फाल्दियो भन्ने धान यतिको भयो मलाई यति खुसी लाग्यो नि म यति खुसी छु नि मेरो मेहनतको फल मजाले आयो कि साथीहरू अमा हावा आउँदा त कस्तो हाँसेको कि मेरो धानबारी त खुसी भएको पानी पनि पाएँ साथीहरू यति छन् त यतै यसरी छन् त साथीहरू मलाई त साह्रै तिर्खा लाग्यो यो पानी पिल्छु समरसेलको एकदम मिठो हुन्छ धेरै गहिरोमा हुन्छ नि त मिठो हुन्छ चिसो हुन्छ मैले चाहिँ डुबो गाउँठी लगाएको छु साथीहरू सुनभन्दा कम छैन हराइमा डर छैन यस्तो दामी देखेछ मेरो यो टेउडो हातमा साथीहरू पानी सार्ने बेला भइसक्यो म त अब यो पाइप उता तार्नुपर्छ नभए भ्याउँदैन पानी त्यो अर्को आलीमा सार्छु है साथीहरू यसरी काम गर्नुपर्छ गाउँले जीवन हो साथीहरू गाउँले जीवन नगरी काम दिँदैन खाना बुढा र सासूले
काम गरेपछि खुसी हुन्छ, बुढा पनि गरेन भने दुखी हुन्छ। के गर्ने हो, मुसाले कति ठाम हो दुलो पार्ने। त्यो मुसालाई पनि पक्न भोलि मैले यस्तो दबाई राखिदिन्छु अनि सेन्टी फ्ल्याट हुन्छ गरेर। लु साथीहरू, यी गनाउने झार आएर हैरान भयो। गनाउने झारहरू पनि छाड्दैछु। पानी यहाँसम्म आइपुग्यो। के गर्नु साथीहरू, गाह्रो छ। गनाउने झारले सताउनु बित्ति सतायो। जति फाले पनि नहुने। मेरो पालो अब यसरी रोइ काटेर अब यसरी फालिदिने रिस उठ्ने। जति छाँटे पनि आउने। धानबारी कति आहा, कति दुःख दिन सकेको हो साह्रै। साथीहरू, मैले 7-8 आलीमा चाहिँ पानीलाई भ्याइसकेँ। अब 3टा 1 2 3 3वटा आली छ। आधा त्यस्तै 40 मिनट जति लाग्छ होला। साथीहरू, घाँस सास पनि काट्यो। हेर्नु न, यस्तो गनाउने झार आएको छन् कि यो 2टा आलीमा लास्टको मेरो यो भेजा खराब भइसक्यो साथीहरू। अब म चाहिँ त्यो माथि पाइपहरू पटाएर राखेको छ। त्यो पाइपहरू चाहिँ लिएर चाहिँ घरमा राखिदिन्छु। अब यति छ, धेरै छैन, यति हो। 40 मिनट जतिमा सकिन्छ। त्यसपछि घर गइन्छ साथीहरू। घर जानु पर्यो, खाना बनाउनु पर्यो। कपडा पनि धुनु छ। काम कति छ अझै। दिन खराब भन्ने कि भाग्य खराब भन्ने साथीहरू, यस्तै छ साथीहरू। रमाइलो पनि भएछ। आतेर निलाहा के गर्ने त। स्वेटर पनि उल्टो लगाइदिएँ मैले त। अब सुल्टो भनेर लाएको उल्टो भएछ साथीहरू। र म पाइप चाहिँ माथि घरमा राखिदिन्छु है। यसरी चाहिँ पाइप लाँदैछु साथीहरू। म चाहिँ के गर्ने होला, सबै काम गर्नु परेछ। धेरै दुःख लाग्छ। कहिले चाहिँ घुमेर खान पाउने होला। घुमी घुमी कहिले खान पाउने। यसरी चाहिँ पाइप बोकेर चाहिँ म पुर्याउन जाँदैछु। यतातिर मुसु मुसु हाँसिरहेछ। कसैले मन परे यता कन्ट्याक्ट गर्नु है। बोगटीकी चेली हो, बोगटीकी चेली। राम्री आए त यो भन्दा कति राम्री आउने। उता चाहिँ नल जलाउँदैछ। यता चाहिँ खै रुख कता हो। यो रुखहरूमा चाहिँ आँप, अब असारमा आँप मजाले पाक्छ। अनि यहाँ हामी आँप पनि खान आउँछौँ। आमा थक गए। भित्र राखिदिन्छु भाइ। यस्तो अँध्यारो छ भित्र चाहिँ। हट, यस्तो अँध्यारो हो। के भयो? हाँ, पाइप पनि पुऱ्याइदिए। देउरानीले के पाक्यो त गाइस, हेरौँ ल। के पाक्नु भयो? भात हो आज? कति लाज मानेको नुहाएको हो कि आज रोटी कि भात? ल साथीहरू, फेरि म अब पाइप पुऱ्याइदिएँ। अर्को पाइप फेरि पुऱ्याउन बाँकी नै छ साथीहरू। आँप हेर न। ओ माई गड, तर नदेखिने के अँध्यारो भएर हो कि हो। आँप। म त्यो अर्को पाइप पनि लिएर आउँछु भाइ।
अर्को कुरा साथीहरू, हाम्रो गाउँमा चाहिँ, हाम्रो गाउँ भन्नाले भकुण्डामा चाहिँ मेला लाग्दैछ। तपाईहरू कतिलाई थाहा छैन होला, तपाईहरू आउनु होला, हेर्नु होला, तर म चाहिँ जाँदिनँ होला सायद। मलाई त्यस्तो मन चाहिँ पर्दैन, हेरौँ के हुन्छ। साथीहरू, अब यो लास्ट आलीमा पानी लाउन अब भ्याउन लागिसक्यो। म चाहिँ कता हो पाइप पनि यो लास्ट आलीमा अब भ्याइसक्यो साथीहरू। म चाहिँ मोटर बन्द गर्न जान्छु। रात पनि परिसक्यो साथीहरू, हेर्नुहोस्, तपाईँहरूले देखिसक्नुहुन्छ कता के सर्पो आउने हो कि यस्तो अँध्यारो हो। म चाहिँ अब यतातिर भ्याएछ। अब त म चाहिँ अब मोटर बन्द गर्न जान्छु साथीहरू। कहाँ हो के हो यस्तो छ। यतातिर त चिसो छ त साथीहरू। अब चाहिँ मोटर बन्द गरेर चाहिँ घरतिर लाग्छु साथीहरू। घरतिर लागेर घरको काम पनि गर्नु पर्यो है। गाह्रो छ, गाह्रो। पाइप त धेरै टुटो परेछ त, केले होला। टाइम भयो बन्द गरेर ठ्याक्क 2.5 घन्टा। 2.5 घन्टा भन्नाले 5 मिनट बढी भयो। यसरी बलिरहेछ धप। बन्द गरेपछि सकियो गाइस। बन्द भयो है। ल के रोटी हाल्नु बन्ला? आज त किन ढिलो? ल 2.5 घन्टा भयो है। ल साथीहरू, अब पानीलाई पनि भ्याइसक्यो। अब म घरतिर लागे। यस्तो रात परिसक्यो। जाउँ, यिनीहरूलाई गयो भने साथीहरू सबै खाना बनाउने तयारीमा छ। खाना बनाउँदैछ, कोही खाँदैछ। हामी चाहिँ भर्खर जाँदैछौँ। के गर्नु, यस्तो छ अहिले चिसो हावा खाँदै गाडीमा बस्दा त कति मजा के साथीहरू। कति रमाइलो। यस्तो रमाइलो काम गर्दा नि भएछ। रमाइलो त रमाइलो हो। घर गएर नि पकाउनु पर्यो साथीहरू, खानु पर्यो। पकाउन अलिकति दुःख हो, खाना फेरि मजा आउँछ। चाट मासु ल्याएर बम खानुपर्छ साथीहरू। थाकेको बेलामा त मासु खानुपर्छ है, मासु। त्यही पनि सुँगुरको मासु। सुँगुरको मासुमा पल्केर तामाङतिर ठोकेर चिसो हावा आएको त्यहाँतिर त। फाइनली साथीहरू, म चाहिँ घर आइपुगेको छु। अब चाहिँ म घर धन्दा गर्छु। खानपिन पकाउँछु साथीहरू। आफ्नो सरसफाइ हुन्छ, किनकि अघि पाइप उठाउँदा पानी लाउँदा एकदम फोहोर भएको छ। म पनि सरसफाइ हुन्छु। र त साथीहरू, आजको भिडियो यतिमै एन्ड हुनेछ। हामी चाहिँ अर्को भ्लगमा भेट्नेछौँ साथीहरू। मलाई चाहिँ तपाईँहरूले नबिर्सिनु होला, किनकि मेरो भ्लग आजभोलि बिचबिचमा ग्याप भएर आएको छ। धेरै दिनपछि आइरहेको छ नि त। त्यही भएर मलाई नबिर्सिनु होला, मलाई सम्झिरहनु होला। मेरो के भन्छ अरे भ्लगमा चाहिँ, मेरो भिडियोमा चाहिँ लाइक कमेन्टहरू गर्नु होला। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला।
हस् त हामी अर्को भ्लगमा भेट्नेछौँ बाई साथीहरू